एकदम धेरै खुसी छौँ हामीहरू। कङ्ग्रेचुलेसन्स बालिन दाइ। घन्टी बजाइरहेछन्, घन्टीमा भोट हालिरहेछन्, सो आइएम भेरी ह्याप्पी। Welcome to another vlog. So today I'm very happy. एकदमै धेरै खुसी छु आज म, किनकि अहिले चाहिँ इलेक्सनको टाइम छ नेपालमा। ओभरअल नेपालको रिजल्ट हेरेर मन यस्तो आनन्द भएको छ हैन, स्पेशली झापाको कस्तो आनन्द क्या। अब विन विन सिचुएसन हो नेपालको लागि अहिले। अस्ति भर्खरै 8 सेप्टेम्बरमा चाहिँ भएको थियो नि, त्यो चाहिँ त्यसपछि चाहिँ जनताले जितिसकेको रहेछन् क्या। अनि अहिले चाहिँ सबजनाले घन्टी बजाइरहेछन्, घन्टीमा भोट हालिरहेछन्, सो आइएम भेरी ह्याप्पी। त्यो भयो इलेक्सनको कुरा। अनि अहिले चाहिँ म जाँदैछु बाहिर। धेरै दिनपछि अलिकति घाम लागिरहेछ, मौसम अलिकति राम्रो छ। एन्ड अहिले चाहिँ म बाहिर जाँदैछु म्युन्स्टर भन्ने सिटीमा। अनि त्यस्तो केही प्लान चाहिँ छैन, बट स्टिल म तपाईँलाई देखाउँछु म्युन्स्टरको मेबी सम मार्केट, यताउति सिटी, म्युन्स्टर सिटी कस्तो छ भनेर देखाउँछु। सो किप वाचिङ। सो म चाहिँ अहिले म्युन्स्टरको फार्मर्स मार्केटमा छु। अनि यो फार्मर्स मार्केट चाहिँ विकमा 2 चोटि लाग्छ, स्याटरडे र सन्डे। अनि यहाँनिर चाहिँ एकदमै फ्रेस फ्रुट्स, भेजिटेबल्स, चिजहरू, अनि अलिभ्स, अनि फ्लावर्सहरू, अलिअलि लुगाहरू पनि, सो यस्तै कुराहरू पाउँछ। सो जर्मनीमा चाहिँ यस्तो मार्केटहरू डिफ्रेन्ट सिटिजहरूमा लाग्छ स्याटरडे र सन्डे। अनि एकदमै प्राइसको कुरा गर्ने हो भने पनि त्यस्तो धेरै एक्सपेन्सिभ पनि छैन, तर फ्रेस पाउँछ, क्वालिटी पनि एकदमै राम्रो पाउँछ। अनि नर्मली अरू ग्रोसरीको कम्पेरिजनमा चाहिँ अलिकति एक्सपेन्सिभ हुनसक्छ होइन, 2-3 युरो बेसी पर्छ, बट एकदमै वर्थ इट हुन्छ। एकदमै फ्रेस पाउँछ, तपाईँले हेर्न सक्नुहुन्छ। इट्स भेरी फ्रेस एन्ड एकदमै लोकल प्रडक्ट्सहरू पाउँछ यहाँ। म नेपालमा हुँदाखेरि नेपालको फार्मर्स मार्केट पनि जान्थेँ कहिलेकाहीँ होइन। अनि त्यस्तै नै हो यो पनि, तर नेपालको फार्मर्स मार्केट चाहिँ अलिकति रिच पिपलहरूलाई फोकस गरेको जस्तो लाग्छ। एकदम एक्सपेन्सिभ लाग्यो मलाई नेपालको फार्मर्स मार्केटहरूमा चाहिँ, तर यहाँ चाहिँ त्यस्तो छैन, अलिअलि मात्र बेसी छ, नभए प्राइस चाहिँ एकदमै रिजनेबल नै छ। सो अर्को कुरा मलाई म्युन्स्टरको मन परेको भनेको चाहिँ यो साइकल्सहरू। यहाँ चाहिँ एकदमै धेरै साइकल चलाउँदो रहेछन् मान्छेले होइन। पार्किङमा पनि यति धेरै साइकलहरू देखिरहेको थिएँ। अनि सिटीमै बस र कार्सहरू भन्दा पनि मान्छेले चाहिँ धेरै साइकल नै कुदाएर हिँड्दो रहेछ, विच इज एकदमै राम्रो, ब्युटिफुल। अनि यो सिटी पनि सानो छ होइन, म्युन्स्टर सिटी, तर एकदमै एस्थेटिक अनि एकदमै राम्रो लाग्यो, सानो भए पनि इट्स टु ब्युटिफुल। अनि अर्को कुरा भनेको चाहिँ अब समर लाग्दै गयो होइन। अनि जर्मनीको चाहिँ डिफ्रेन्ट सिटिजहरूमा चाहिँ यो रेस्टुरेन्टको बाहिर यसरी बस्ने ठाउँ राखिदिएको हुन्छ होइन। अनि मान्छेहरू सन इन्जोय गर्दै, बाहिर भ्यू हेर्दै, फ्रेस एयरमा बसेर ड्रिङ्क्सहरू, आफ्नो मिल इन्जोय गरिरहेको हुन्छन्। अनि त्यो चाहिँ एकदमै मनपर्छ। विन्टरमा चाहिँ त्यो कमै हुन्छ होइन, त्यस्तो बाहिर अब एकदम चिसो हुन्छ, कोही बस्दैन। तर समरमा चाहिँ फुल हुन्छ क्या, त्यो बाहिरको सिटिङ एरिया चाहिँ कम्प्लिटली फुल हुन्छ, अनि एकदम रमाइलो पनि हुन्छ। अनि यहाँको आर्किटेक्ट मलाई एकदमै मन पर्यो, ओल्ड बिल्डिङ्सहरू होइन। अनि आर्किटेक्ट एकदमै खतरा, एकदमै युनिक, राम्रो। एन्ड त्यही हो। सो हामीले एकछिन बाहिर एक्सप्लोर गऱ्यौँ, मार्केट घुम्यौँ, अनि त्यसपछि अहिले चाहिँ हामी जाँदैछौँ म्याकडोनल्ड्स। भइरहेछ भन ल, बालेनले जितेर भर्खर रिजल्ट आयो। एकदम खुसी छौँ हामीहरू, एकदम धेरै खुसी छौँ हामीहरू। कङ्ग्रेचुलेसन्स बालिन दाइ। कङ्ग्रेचुलेसन्स, बधाई छ तपाईँलाई। यस।
सो म्याकडोनल्ड्स पछि हामीले फेरि एकछिन सिटी एक्सप्लोर गऱ्यौँ अनि त्यसपछि अहिले चाहिँ हामी जाँदैछौँ एउटा क्युट माछा क्याफे। सो हामी दुईजनाको चाहिँ माछा एकदमै फेभरेट भएको छ अहिले। सो इट्स टाइम फर सम माछा। सो अहिले चाहिँ हामी यहाँ एउटा इन्डियन स्टोर आएको छौँ, ग्रोसरी स्टोर। अनि यहाँनिर चाहिँ मलाई वाइवाई किन्नु थियो स्पेसली। सो हामी अलिअलि वाइवाई किन्दैछौँ अनि त्यस्तै सानोतिनो कुराहरू घरमा चाहिने, हाम्रो नेपाली किचनमा चाहिने सबै सामानहरू चाहिँ इन्डियन स्टोरमा पाइन्छ यतातिर। अनि इन्डियन स्टोर चाहिँ अलमोस्ट एभ्री सिटिजमा हुन्छ 2-3वटै। सो इट्स भेरी गुड। मोमो देखेर खुसी मान्छे खाना चाहिँ खाएनौँ किनकि हामी टन्नै भएको छौँ आज। तर कस्तो राम्रो रमाइलो लाग्छ क्या, किनकि नेपाली खाना, नेपाली टी या नेपाली केही सामानहरू देख्यो भने पनि कस्तो रमाइलो हुने है। अनि नेपालको याद आउने एकदमै धेरै। तर हामी घरमा बनाएर पनि खाइरहेको हुन्छौँ युजली। अनि फेरि यहाँ अलिकति एक्सपेन्सिभ पनि छ क्या नेपाली रेस्टुरेन्टहरू, इन्डियन स्पेसली नेपाली रेस्टुरेन्ट होइन, एकदमै धेरै एक्सपेन्सिभ। तर हाम्रो लागि चाहिँ अब यहाँको लागि त ठिकै हो, बट एक्सपेन्सिभ नै लाग्छ है, र पनि एक्सपेन्सिभै छ। घरमै बनाउँदा फाइदा जस्तो के ठिक छ। तर हामी आउँछौँ नेक्स्ट टाइम किनकि अब हामीलाई थाहा भयो। सो अहिले चाहिँ हामी घर जानुभन्दा अगाडि एकछिन डिएममा छिरेको छौँ। यहाँनिर चाहिँ हामीलाई केही कस्मेटिक आइटमहरू, पर्फ्युम्सहरू लिनुपर्ने थियो। सो आजको दिन एकदमै धेरै राम्रो भयो, मिन्स्टर एकदमै ब्युटिफुल लाग्यो। सो थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन माई नेक्स्ट भिडियो। बाई।